हैन है तिमीले यो कहिले सुँग्नी कहिले नसुँग्नी के खालको औषधि हो यो? रुगा लाए सुँग्नु पर्यो, नलाएदेखि सुँग्नु परेन के, त्यति कुरो थाहा छैन। अहिले अलिक कम भइसक्यो। ए भाउजूको फोन आयो। भाउजू चकचक गर्यो सिद्धि त गयो। मोबाइल गतिलो भएन के, 200-300 रुपियाँ दाम थपेर अर्को खासाको राम्रो लिने एउटा। मोबाइल गतिले हो, ब्याट्री सिद्धेको, चार्जर ल्याएको छैन क्या। ल हैन टाक्ने बुढो टाक्ने बुढो अहिले फेरि उसका त्यो धारा प्रवाह सुन्नुपर्छ। भागा बुढो त्यो मुइयाले फोन गरायो भने होइन, त्यो बुढोसँग मोबाइल छ कि एकचोटि कुराएर। कहाँ मोबाइलको अहिले त्यसको मोबाइलको। हेलो 19 फङ्टिन खाना आयो त्यो एकछिन। देउराली बढेछ ढुङ्गा आको, डर्केलाई मान्छ ओ जुङ्गा आको, काट्दिउँला भरो ओ जम्मै आसेवारो जुर। फेरि पो भेट भयो त चिनजानकै मान्छे पो। अनि आज चाहिँ म यो 1916 को यो कथा सुनाउँछु। यो तकमा मैले कसरी पाएको भनेर लु सुनौ है। यो तपाईँको कथा नि सुनौला। अहिले चाहिँ सानो एउटा समस्या परेर। समस्या यस्तो समस्याको समाधान भनेकै म हो। इमान इज्जत र पेस्टिज हेर्नु त यत्रो लगाएको तकमा हेर्नुस्। यो तकमा देख्दा ठिक्कै मलाई एउटा फेरि कथा भन्नु मन लागिगयो है। कथा चाहिँ 1914 मा हैन 1916 यो कथा चाहिँ एकछिनमा सुन्नी अहिले एकदमै जरुरी। हजुरसँग मोबाइल फोन होला? हौ कस्तो कुरा गरेको? त्यत्रो खोक्लिनको टापुमा वार लडेको, लडाई लडेको मान्छेसँग त्यति नाथे कुरा हुँदैन? त्यत्रो इमान इज्जत र प्रेस्टिज तीनै चीज भएको मान्छेसँग अब यत्रो चाहिँ यहाँ ताकमा लगाइरहेको छु, त्यति मोबाइल हुँदैन? लाखे फेरि आजै छुट्यो कि त्यही खोपामा थियो। यत्रो भनिहाल्यो यो दारीवाललाई फेरि। ए रछ है, लु रछ हेर्नुलाई हो, लु हेरौँ। हेर्न होइन, एउटा छिस्सा सानो फोन गर्नु छ। सन्चो बिसन्चो मात्रै। फोन पनि सानो र ठुलो हुन्छ नि, दिइहाल्नु न। खोसेको के गरेको कुरो बुझ्दिन त। म थिदिन्छु। भाउजूको नम्बर मलाई थाहा छैन। ल उसको भाउजू भन्छ नम्बर यता थाहा हुन्छ, कुरो बुझ्दिन त। के आफ्नो भाउजू मेरो? ए मुया को बोले अरे? आफ्नै श्रीमानको स्वर बुझ्दैन? के बुझ्नु भने फुलले टावरै दिँदैन। आफ्नै बोली त बुझिँदैन, अब अरूको कहाँबाट बुझ्नु? सबै आफ्नै बोली फर्के जस्तो लाग्छ। आफ्नै स्वर आफैले बुझ्दैन रे? हो अनि पछि भेट्यो कति पछि यार कान्छा भाउजू राख्देऊ खाली पोथी। ल समय ल पोथीको कुरा भयो। एकछिन लाखे कुरा भयो होइन। अब यहाँ कथा सुनौ न हो। 1916 को त यहाँ मैले भनेकै छु नि, अर्को पाएको त। यो चाहिँ म खोक्लिनको बेला खोक्लिनको त्यो टापुमा माथिबाट हेलमेट लाएर गुटुङ टुङ बन्दुक चलाउँदै जाँदै थिए। यस्तो बन्दुक अघि भागेछ। यिनीहरूलाई म कहाँ छोड्छु? अर्को कथा त म जसरी भए पनि सुनाउँछु नि। हेर्नुहोस् वडाध्यक्षज्यू, हाम्रो चाहिँ ती ज्योतिषले इतिदेखि श्रीसम्म सबै मिलाएको हो। त्यति मात्रै हो र? उहाँ र मेरो झगडा परिरहन्थ्यो, उहाँले मलाई के भनेर गाली गर्नुहुन्थ्यो, त्योसम्म त सबै भनिदिनु भयो। अब अरू कुरा के गर्नु? एकजना मान्छेसँग हाम्रो 20,000 रुपियाँ लिनु पर्ने थियो। 1 घण्टा भित्रमा ल्याएर दिन्छ भन्नुहुन्थ्यो गुरुले। ठ्याक्कै 1 घण्टा भित्रमा ल्याएर दियो। बोलाइ सक्ने हो कि क्या हो? कसरी थाहा पाउनु तपाईँले? पैसा सापट लिन गएर त थाहा हुँदैन त। गाउँमा अलिकति पैसा भएको मान्छे म हो क्या रे, जो पनि आइहाल्छ नि। ती ज्योतिषीलाई चाहिँ मैले पनि एकताल भेट्नु पर्यो। अब ग्रह दशा बिग्रेर त होइन, एकताल अब धेरैले चुरी फुरी लाए के रहेछ एकताल भेटौँ न भनेर कहाँ छ डोला अहिले। गुरुबा 1 हप्ता त बितिसक्यो, म यही महिनाभित्र सन्देशना जाने कन्फर्म हुन्छ त भने। अयो म तस्सत नारायण काशी हेर्नुहोस् बाबु, यो ज्योतिषी शास्त्री महाराज खडानन्दले भनेको कुरो आजसम्म कुनै नपुगेर छ भने म ज्योतिषी पेसै गर्दिनँ। ल तपाईँ अझै यसो गर्नुहोस् बाबु, त्यो धुलमुसे भन्ने केटाको ग्रहको कारणले तपाईँ सन्देशना जाने हो। धुर्मुसेलाई एकताल चौकीमा बोलाएर टिको लाएर अलिकति दान दक्षिणा गर्नुहोस्।
के गर्नु भने चाहिँ नि तपाईँको यस्तो राम्रो हुन्छ नि 1 महिना पनि नलाग्न सक्छ हेर्नुहोस् तपाईँ 15 दिनमै उड्न सक्नुहुन्छ हो र त्यसो हो भने त अहिले नै चौकीमा बनाउँछ त्यसलाई यो तेललाई चाहिँ अलि नभन्नुहोस् बाबु सुन्दा पनि अलिकति रुखो हुन्छ उहाँलाई भन्नुहोस् उहाँलाई चाहिँ नि तपाईँले जति खुसी बनाउन सक्नु हो त्यति नै धेरै तपाईँको राम्रो हुन्छ ल जानुहोस् हस् गुरु जा त त्यो धुर्मुसीलाई बनाएर आइज हस् सर अनि सुन उहाँलाई तँ भन्ने होइन उहाँ त हाम्रो तपाईँ हो तपाईँ सम्बोधन गरेर लिएर आइज हस् सर दादा टेबुल हाल्ने हस् सर अब दक्षिण पनि त रेडी गर्नु पर्यो नि तिमी कहाँ गएको थियौ नि म त्यसै गाउँ घुम्न मन लागेर यसो तलतिर गइरहेको थिएँ धुर्मुसी असै साहबले भन्नुभयो चौकीमा हिँड्नुस् रे तैँले भन्दैमा चौकी हिँड्छु असैले बोलाउन सक्दैन अरे जा असैलाई बोलाउन जा रे भन् सर उहाँले त आउनु मान्नु भएन उहाँलाई लिन हजुरै जानुपर्छ सर हे तेरी उहाँ पनि फेरि मलाई दुःख दिनुहुन्छ केही छैन ठिकै छ धेरै थर्काइयो आउँदैन कि क्या हो को धुर्मु धुर्मुसी एकैछिन चौकीमा हेर्नुहोस् न फेरि थुन्नलाई हो कि क्या हो त्यस्तो केही होइन भाउजू प्लिज धुर्मुसी हिँड्नुहोस् न होइन जाउनु प्लिज हजुर बसौँ धुर्मुसी बसौँ होइन आज यो के हुन लागिरहेको छ अब के होइन धुर्मुसी यो सानो एउटा धुर्मुसी यो नगद 5,000 होइन यति धेरै सामान आज किन नि मलाई एकजना ज्योतिषीले नि हजुरलाई टिका लगाएर दान गर्यो भने शान्ति सेना जान पाउँछस् भनेको छ कि हजुर मलाई त्यही भएर हे प्रभु यो आशै ठुलो ब्रह्म छ यसलाई त यसरी नै मिलाइ डुबाउनै पर्छ यो ज्योतिषीले पनि अनेक दुःख दिन जानेछ भने के दुःख र हजुर ग्रह कट्छ भने स्याउ छ नि हजुर स्याउ खाउनु स्याउ यो स्याउ भन्दा पनि अझै मलाई 1000 रुपियाँले खट्टै परिरहेको थियो के गर्ने होला तेरि हजुर म छु नि हजुरलाई के को चिन्ता भने मसँग छ नि लिनु हजुर अवश्य खान्छ ए बुढा गुरु आउने हो कि होइन होला साँझ पर्न लागिसक्यो भात पकाउनु ढिला भइसक्यो एकछिन पर्ख न आउँदै हुनुहुन्छ होला नि अयो म त सत नारायण काशी अब हेर तल्लो गाउँमा गएको हात हेराउने मान्छे लस्करै रहेछन् भने यो समाज चाहिँ के इच्छा गर्छौ नि अब हात हेर्दा चाहिँ यति टाइम लाग्यो हेर बाबु होइन गुरु हजुरलाई त सारा गाउँ खोजे मैले यता सवारी हुनु भएर छ मेरो पनि एकताल हात हेरिदिनु पर्यो हेर्नुहोस् 4 बजी सकेपछि चाहिँ मेरो हात हेर्ने चलन हुँदैन तर म तपाईँको अनुहारै हेरेर पनि भनिदिन सक्छु यतिखेर चाहिँ बाबुको घर चाहिँ कोही मान्छे दैलोमै लडेर आउनुपर्छ न पत्ता एकताल हेर्न जानुहोस् क्या हेरेर आउँछु है त मलाई पनि पटक्क पेट काट्नु म एकछिन पायखाना गरेर आउँछु है वार अध्यक्षलाई घरको ढोकामै मान्छे लम्पसार परिरहेछ भनेर भनिदिइसके कि ओहो कस्तो आफै त खुर्का जाँदा लम्पसार परिहाल अघिदेखि ढाँटेछु कहिले को मर्यो भनेछ कसको छोरो गयो भनेछ म त जान्न पहिला पैसा चाहियो अनि मात्रै जान्छु तेरि जान भने पैसा पछि मिलाउला क्या छिटो जान आपत परिछ होइन यी ज्योतिषी त साक्षात्कार रहेछन् नि गाँठे होइन हो आज त के पो भयो हौ
बिहानदेखि यहाँ बसेको यसो कोही चेलीबेटीहरू पानी लिनु आउँछ र आफ्नो कथा सुनौँ भनेर दो बाटोमै छु। मान्छे पनि आउँदैन, चेलीबेटी पनि कोही आउँदैन। आफू यहाँ आफ्नो कथा सुनाउनु नपाएर मुख चिलाइरहेको छ। कसैको कान चिलाएन कि क्या हो आज? सुन हौ केटी बिस्तार जो हौ सुनौ न। आजकल त केटीले पनि पत्याउनु छोडो त हो, यत्रो ताकमा पाउने मान्छेलाई यो कथा कसलाई सुनाउनु हो? अझै कोही आउँदैन त। कोही पो हौ कहाँ बोल्यो फेरि लाखे है। ठ्याक्कै कसलाई सुनाउँ भन्दै थिएँ, यहाँ फोन त आइगयो। अब यसलाई नै सुनाउँछु। को रहेछ यो लाखे? नम्बर पनि देख्दैन। हौ हेलो, म मुइया बोला क्या? मुइया कस्तो नचिन्या भने? अब मेरो त कोही मुइया भन्ने थिएन त। तपाईँ को बोल्नु भएको मलाई थाहा छैन। त्यहाँ अघि न 2 जना मान्छे आइरहथे नि। हो एउटाको दाँत छैन, एउटाको चाहिँ गाला कोठी छ नि। हो तिनीहरू 2 जनामा 1 जनालाई फोन दिनु त। तपाईँको त मोबाइल दिन्न एकचोटि। अब मेरो मोबाइल अर्कालाई किन दिनु फेरि? होइन ए अघिको त्यो 2 जना, त्यो 2 जना त अघि गयो नि नानी। यो त मेरै आफ्नै खुदै स्वयं मेरै नामको फोन हो नि नानी। यो मेरो त ताकमाको कथा छ नि हो नानी। 1916 को त अनि कथा सुनेकै छैनौ नानीले। अनि यो कथामा त यहाँ फिल्म बनाउने भनेर कति आयो, तर म मानेकै छुइनँ। अनि मलाई यत्रो भनेको भनेछ लाखे फोन नराखौँ है एकछिन है। बरु त्यतापट्टि बरु पैसा सिद्धियो भनेदेखि म यताबाट अलिअलि यहाँ हालिदिउँला, तर कथा चाहिँ नसुनि नराखौँ है नानी। मैले सुने पनि चिने पनि। सुनेको थियौ? हेलो हेलो हौ को अघिदेखि हेलो अघि पो फोन राखेछ। कस्तो खालको हो? एक्लै पो बोल्दै रहेछु म त। टिट गर्दो रहेछ केटी बोलेको जस्तो लाग्छ। यिनीहरूले कहाँ फोन काम बिगारेर आएको छ कि क्या हो? फोन गरी सोध्छ त। अब के भएर पो यो लाइन ठ्याक्कै काट्यो भने नि? बोल्दा बोल्दै उताको याङ पो सिध्यो कि नेटवर्कले पो हो कि? आयो लु अब गरेर एकचोटि आफै कुरा गरौँ त। बिहानदेखि भन्नु नपाएको कुराहरू यहाँ। हेलो म यहाँ के भन्ने होइन। अघि फोन गरेको मलाई यहाँ 2टा त्यो झुसेहरूको बारेमा सोध्दै थियो नि। अनि पोथी पनि ल्याखा त्यहाँ? यहीँनिर छ, सेतो होइन? यहाँ चारो हाल्दैछु। यहीँनिर मेरो अगाडि नै छ है। म तकमै बुढा बोलेको नि। यहाँ सुनो त, सुन्दैछौ? यो त तकमा हो नि। अनि क्यारम चेस खेलेर धुपबत्ती बालेर पाएको हो र बहादुरी लडेर पाएको हो नि। मन्दिरको घन्टी जस्तो होइन नि। थाहा छ। हौ मलाई चिन्यो? होइन तपाईँलाई मैले कसरी चिन्नु भने? मलाई कसरी चिन्ने अरे? मेरो ठेक्कै गालाको मुन्तिरपट्टि खुकुरीले चिर्लिक्कै काटेको छ। अब यहाँ भन्दा बुझ्दैन होला, मेरो चिम्से आँखाको ठेक्कै मुन्तिर काटेको छ। चन्द्रमामा पनि दाग छ। अनि म अर्को यहाँ धरतीमा भएको अर्को चन्द्रमा जस्तै गोल अनुहार भएकोमा पनि ठ्याक्कै अनुहारमै दाग छ है। चिन्छौ? कसरी भएको अरे? यसको कथा त सुनाउनै छ नि। जीवनमा पहिलोचोटि कसरी भएको भनेर सोध्यो है। यहाँ छेउमा भएको भए त एउटा निकालेर एकछिन तिमीलाई लगाइदिन्थ्यौ नानी। हो नि। अनि यो खोक्लिनको टापुमा 1914 को हो यो कुरा। ठेक्कै खोक्लिनको टापुमा जाँदाखेरि पहरा मुनिपट्टि गोर्खे, पहरा माथिपट्टि ठेक्कै जापानिज दुश्मन। माथिबाट बम फेको। बम त अब गोर्खे देखेर पड्किनो कि फ्युज गएको रहेछ पड्किनो। मेरो पालो पनि गोर्खेको खुकुरी फट निकालेर खोइ घुमाएर फुट हानेको त एउटा खुकुरीले 2टाको मुन्टो च्वाट्टै हौ। कसरी एउटा खुकुरीले 2टाको मुन्टो चुट्टियो भनेर तल पहराबाट यसो मुन्टो निकालेर मास्तिर हेरेको त माथिबाट आफ्नै खुकुरी तलतिर आएर फट्टै पारा गाला काटेको। त्यहाँदेखि पो गाला यस्तो भएको हो नानी। हाँस न हौ, हाँस उठेन, हाँस्ने बेला भो। सुख छैन ए मेरी बासै, ए मेरी बासै, मेरी बासै, मेरी बासै, मेरी बासै।
कार्यक्रम का प्रायोजक सिमेन्ट हो।